थियो नि मामा ठिकै यही हो उडे आएर बस्छ नि त वेदमुखी गुरुहरूले पढेर यता के अरे बुद्ध भगवानको आसपासमा अध्ययन गराइदिनु भयो र मामा माउली बेगरको चाहिँ दुःखमा मात्रै नभएर सुखमा पनि माउली छैन भन्दाखेरि मामाले पहिला भान्जोलाई शुद्ध गरिदिनु पर्ने रहेछ। त्यहाँबाट फेरि माइतीले चेलीहरूलाई इष्टै रहेछ यो दुःख सुख मैले सधैँभरि यस्तो नगरौँ तर सुखमा नभेटौँ दुःखमा नभेटौँ भन्छ तर अब त्यो जङ्गल पुग्ने समय नै मामा माउली बेगरको भाना भान्जी र बस्नु धेरै त के मैले जान्छु हामी सिमबेगरको नदी नहुने मामा माउली र माइती बेगरको चाहिँ भाना भान्जी नहुने सिमबेगरको नदी नबन्ने मामा माउली बेगरको कान्छी आऊ कान्छी यो कार्यक्रम चाहिँ माओवादीले यो घरलाई चोखाउने कार्यक्रम भइरहेछ। यो कार्यक्रम चाहिँ यो अन्तिम दिनमा र माओवादी पक्षले चाहिँ यो घरमा परेका जुन चाहिँ पीर परेका छ यो घरलाई शुद्ध्याइ गर्ने कार्यक्रम भइरहेको छ। यसरी यो टोटलाको फुलले चाहिँ टीका लाएर उहाँहरूलाई शुद्ध्याइ गर्ने कार्यक्रम हुन्छ। यो चाहिँ बुद्धिस्ट धर्मअनुसार अथवा यो गुरुङ समाजमा मानिलिएको कार्यक्रम हो र यसरी टोपी लगाएर शिर उठाइदिने उहाँहरूले यो चलन उहाँहरूको रहेको छ। यो चाहिँ मन्दकपर गाउँपालिकाको वडा नम्बर 2 को माई मजुवामा यो चाहिँ कमल गुरुङको घरमा भइरहेको कार्यक्रम हो र यो कार्यक्रम चाहिँ गुरुङ समाजमा गरिने एक प्रकारको चोखाउने कार्यक्रम हो र उहाँहरूलाई यो साल ओढाएर टीका लगाएर टोटलाका फुलको टीका लगाएर र यसरी बर्को ओढाएर चाहिँ उहाँहरूलाई शुद्धाइ गर्ने अथवा शिर उठाउने कार्यक्रम गरिरहेको छ। यो चाहिँ सगुन आउँदै गरेको अवस्था हो। सगुनमा चाहिँ दही राखिएको छ र दही चाहिँ यसरी घरमा यो घनश्याम गुरुङको श्रद्धाञ्जली स्वरूप अन्तिम चरणमा यो कार्यक्रम गरिएको हो र यो कार्यक्रममा चाहिँ माओवादीले जुन घरमा जुठो लगाएछ त्यो घरमा यसरी दही खुवाएर शिर उठाएर उहाँहरूलाई शुद्धाइ गरिदिने कार्यक्रम रहेको छ। टाढो भन्नु त
कहाँ मेरो बरी सबैभन्दा प्रिय चाल हुन्छ कहाँ उसको नारा हुन्छ यहाँ अब आजदेखि तपाईँहरू चोखो शुभ कार्यमा सामेल हुन सक्छ भनेर त्यो दस्तुर गरौँ न विरोध नगरौँ न पुरानो चलन अनुसार चाहिँ दिन पुगेर छुटो भेटिन्थ्यो त्यो दिनदेखि माओली बोलाएर मिल्छ गरेर छुटो खाएर शुद्ध हुन्छ अब अहिले लेटेस्ट उसमा चाहिँ के आयो त भन्दाखेरि तपाईँको के अरे यो चाहिँ काङ्ग्रेसले छुटो फ्याँक्ने चलन आयो त्यो मात्रै नभएर अब 15-16मा गरिरहेको शुद्धहरूले पनि 7-6तिर झालिसक्यो होइन भनेदेखि यो नपोल्दा हुन्छ मेरो तर्फबाट मेरो माओलीको अरूले के भन्छ के भन्दैन म जान्दिनँ होइन यो के हो त भन्दाखेरि आजदेखि तपाईँहरू उस जुठोबाट फारस भएर भोलिदेखि शुभ कार्य हो नि त सामेल हुनु पऱ्यो नि त होइन तपाईँहरूलाई उसमा हुँदाखेरि बाधा हुँदैन यो अर्थ चाहिँ यही हो माओलीको जुठो मैले जानेको चाहिँ अब अन्य अन्त के हुन्छ कसो हुन्छ है म जान्दिनँ होइन अनि अब यो पुचिरहने यो चाहिँ आजदेखि हामी शुद्ध भयौँ है भनेर समाजले देखाउनु पर्ने कुरो हो तपाईँहरूलाई आजदेखि अब भोलि लगातार शुभ कार्यमा त आफ्नो नभए अर्कामा त समाज यस्तो हुनु पर्यो होइन त्यसमा बाधा नहोस् भनेर यो यो चाहिँ माओलीबाट यो गुरुङ समाजमा गरिने एउटा चोखाउने कार्यक्रम हो र यसरी यो घरमा कार्यक्रम भइरहेको छ र यसरी एउटा गुरुङ समाजमा गरिने यो माओली पक्षले जुन चाहिँ घरमा यो कर्म गरिँदैछ यो घरको चाहिँ ज्वाइँ उहाँहरूको देहासन भइसकेपछि यसरी बिस्तारै बिस्तारै उहाँहरूलाई सान्त्वना दिँदै यो टोटलाको फुल लाएर चाहिँ उहाँहरूलाई शुद्धाइ गरिदिने अथवा चोखाउने कार्यक्रम गर्छन् र यो कार्यक्रम गरिसकेपछि उहाँहरू चाहिँ अशुभ कार्य यो गरिएको थियो भने अब शुभ कार्यतिर पनि उहाँहरू सामेल हुन सक्छौँ भन्ने एउटा रीतिरिवाज अनुसार गरिएको कार्यक्रम हो र यो चाहिँ उहाँको माओली पक्षले गरिरहेको कार्यक्रम खुइदिनुहोस्
मेरो क्यामेरा नै नपुग्ने भयो नि उभिएर नि उभाइ भयो कोही बसाइ भयो कि